50 रुपैयाँ नभए 20 रुपैयाँ चाहिँ मैले फ्रीमा दिए नि आउँदैन छोड 50 रुपैयाँ छोड आउँदैन दाइ म तिर्दै ल सिक्नु फेरि सजाउले जानेको रुपले त तपाईको आधा घण्टा यता हुँदैन कता रिस चाहिँ भइसक्यो धेरै गराइरा भने त्यसो गर्ने देऊ देऊ बहिनी हो बहिनी हो छिटो टिका लादिन नि मिल्छ बहिनी हो त्यसको अनि म तिर्छु ल एक नम्बर खोज्नु हाल्नु नायर त त्यसको चेली बेटी हो नि भाइ को आज भन्दै हाल्नु पर्यो मैले दिएँ भने ल ओइ समाज भाइ अलिकति फ्री गर्नु तपाईले दिनुहुन्छ भने त होइन म दिएँ मैले आज खेला गरौँ न दिदी बहिनीहरूलाई अहिले अब उयो पर्छ सबै ल्याउ त उनी 50 दिन पर्यो नि दाइ 50 रुपैयाँ दाइले तपाईँ ठग्न खोज्नु भाइ थाहा मलाई 50 रुपैयाँ उठाएर हाल्दैछु ए भाइ बात पर्बु 50 त मलाई चाहियो नि त त्यति 50 लियो दाइले ठिक चाहिँ आएन मलाई घरि बजे जस्तो पछि होइन दाइ बाहिर गएर यस्तो हुन्छ के अनि दिनुपर्छ अब गरिबलाई दिनु रे धनीले खानु रे अब बाहिर दियो पनि दियो के गर्नु पर्दैन तिमीलाई चिने पनि छैन भाषामा तिमीले माया कारणले गर्दा दियो मैले नम्बर कति मेरो बढी तपाईको नम्बर के एउटा कुरो 98 082 37 266 एउटा कुरो के यो मैले फेसबुक चलाएँ भने है एकछिन 10-15 मिनट चलाएँ भने 15 रुपैयाँ चाहिँ काटिहाल्छ के भयो त काटिहाल्छ नि एनसीले चलाउँछ कि एनसीले चलाउँछ नि एनटिसी हो एनसीले गइहाल्छ नि पहिला 2-3 घन्टा चलाउँथ्यो 2-3 रुपैयाँ अन्त काट्दिन्थ्यो पहिलाको सेट र यो सेट धेरै फरक छ त्यो त पहिलाको नोकियाको सेलारिङ कता यो कता बढी काट्छ कि किन यति धेरै काट्छ उसलाई सोध्ने एकैछिन 10-15 मिनट एनटिसीमा कुरा गर्ने उसले मोबाइल बनाउनु पनि जानेको त एनटिसीको नम्बर थाहा गरेर 10-15 मिनट पनि चलाउनु है यसो हेर ल 15 रुपैयाँ एनटिसीले कमाउँछ एनटिसीले कमाउ के अरे गर्छ यसलाई के थाहा यसले मोबाइल बनाइदिने काम त हो नि